आज बिहान यतिखेर 6 बजेको छ। मनकामनाको प्रस्थानको लागि हामी यहाँबाट निस्किँदैछौँ। हिजो राति यतै बास बस्यो पुलिङ टारमा। राति अबेरै भयो। अब हामी मनकामनाको लागि जाँदैछौँ। बिहानको 6:30 बजे हामी मनकामनाको गेटमा आइपुगेका छौँ। अब गेट त खोलेको छैन, अब खोल्दैछ। टिकट लियो। यो चाहिँ मनकामना अगाडिको टिकट लिँदैछौँ हामी यहाँ। मनकामना अगाडिका घरहरू, पसलहरू है। ल केबुल कार आयो। अब हामी माथि चढ्दैछौँ केबुल कारमा। ल मनकामनाको लाइन। ल मनकामना केबुल कारमा छ। जय मनकामना माइकी जय होस्। अब त्रिशुली हेर्नु यो खोला। अब त्रिशुली खोला फरक हुने त्यही त। ल मनकामना आइपुग्यो हामी। मनकामनाका फुलहरू। मनकामना आइपुग्यो। के खाने? ल काठका भाँडाहरू, काठबाट बनिएका भाँडाहरू, नेपाली भाँडाहरू, मदानी सदानी, काठका बास्केटहरू, लोकल भाले कुकुरी कहाँ। ल अन्त्येष्टि मनकामनाको मन्दिर। जय मनकामना माई। हामी अब मनकामनाको मन्दिरमा प्रवेश गरिसकेका छौँ। यही हो मनकामनाको मेन मन्दिर, यही हो। वरिपरिको भिजनहरू परेवाहरू छ। आउने बाटो यतैबाट हो है। एउटा यो भिडियो चाहिँ बनाइहाल्नु पर्यो भनेर। र जय मनकामना मन्दिर माई। बाजाहरूका ढोलक बजार बस्नु भएको रहेछ। नेपाली टिपिकल ढोलक। भगवानको जेल पर्छ भगवान जहाँ ड्रप गरेको थियो त्यहीँनिर हो। रहेछ त्यति धेरै जाम। गाडीले पनि राम्रोसँग लान्छ। गाडी पनि जान्छ। ल केबुल कारबाट ओर्लियो मनकामनाबाट। अब हामी घरतिर लाग्ने हो। ल केबुल कारको गार्डन, पानी बगिरहेछ, फुलहरू छ, रोक्लाहरू छ, मूर्ति छ। केबुल कार कुद्ने चढ्ने ठाउँ। 25औं वर्ष भएछ मेन गुगाल खोलेको। केबुल कारकै हो। ल मनकामनाको चाहिँ नि जानलाई केबुल कारबाट चढ्ने ठाउँ, टिकट काट्ने ठाउँ।